आज म खान्छु 2 PM को अकबरे चिकन। सो हेलो गाइज, म चाहिँ जान्छु आफ्नो नजिकको मार्टमा र त्यहाँबाट किन्छु 2 PM को अकबरे चिकन र त्यो लिएर घर फर्किन्छु र यो प्याकेटलाई म डाइरेक्ट उबालेर पकाउँछु। त्यसैले एउटा भाँडोमा पानी हालेर ग्यास अन गर्छु र जबसम्म पानी उम्लिँदैछ यसलाई खोलेर पनि हेर्छु र यसमा पनि अरु 2 PM जस्तै एउटा प्याकेटको भित्र 3वटा मसलाको प्याकेट हुन्छ र नुडल हुन्छ र यो डाइरेक्ट उबाल्ने वाला तरिका भएकोले यसमा प्याज खुर्सानी काट्नु पर्दैन र मैले चाहिँ यो प्याकेटमा दिएको इन्स्ट्रक्सन अनुसार पकाउन लागेको र जसमा चाहिँ 400 ml पानी उबाल्ने र पानी उब्लिसकेपछि नुडल एड गर्ने र त्यसपछि ड्राई भेजिटेबललाई हाल्ने र एकछिन चलाउने र त्यसलाई मजाले पकाउने र मैले पनि मजाले पकाए जबसम्म नुडल राम्ररी पाकेन र जबसम्म झोल गाढा भएन र त्यसपछि म यसलाई प्लेटमा निकाल्छु र त्यसपछि म आफ्नो सेटअप पनि तयार गर्छु र त्यसपछि पाला आउँछ यसको मसला मिक्स गर्ने र सुरुमा म यसको पाउडर वाला मसला हाल्छु। त्यसपछि पाला आउँछ डेडली रेड सस हाल्ने र तपाई आफै हेर्न सक्नुहुन्छ यो कति गाढा छ र अब पाला आउँछ यसलाई मिक्स गर्ने र मिक्स गरिसकेपछि यो यस्तो देखिन्छ र साथीहरु यसको पिरो बाक्स माथि नै आउँदैछ र अब पाला आयो यसलाई खाएर टेस्ट गर्ने र यसको टेस्ट भनेको एकदमै पिरो प्लस एकदमै मिठो र यसमा मलाई हल्का नुन कम लागेको कारणले मैले नुन पनि एड गरेको र तपाईहरुलाई 2 PM को अकबरे कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो मन परे लाइक एन्ड च्यानल सब्स्क्राइब गर्नु होला। आजलाई यति नै, ल बाइ।